यो प्रेस रिलिज गर्नुको कारण चाहिँ के हो भने दार्जिलिङ डिस्ट्रिक्ट ड्रग कन्ट्रोल अफिस चाहिँ नर्थ बेंगाल मेडिकल कलेज अर्थात् सिलगढीमा सारिसकेको एउटा मैले सोशल मिडिया मार्फत एउटा गभर्नमेन्टको नोटिस पाएँ। अफिस सारिसक्यो, दार्जिलिङबाट लगेको कुराहरू जो चाहिँ दार्जिलिङलाई एकदमै, दार्जिलिङ डिस्ट्रिक्ट भनेपछि हिल्सलाई एकदमै जरुरत हुने कुरा हो। यो ड्रग कन्ट्रोल भनेको चाहिँ हाम्रो दबाई पानीहरू यसले डिस्ट्रिब्युट गर्ने काम गर्थ्यो, यसले आपूर्तिहरू पूरा गर्ने काम गर्थ्यो। तर आज यो अफिस पनि वेस्ट बेंगाल गभर्नमेन्टले, टीएमसी गभर्नमेन्टले मतिगाडामा लगेको छ। यो बडो दुःखको कुरा। जीटीए को स्वास्थ्य विभागले के गर्दैछ, के हेर्दैछ, कहाँ छ अनित थापा यति बेला? कि तिम्रो काम खाली कमिसन खानु मात्रै हो? किन यस्तो हाम्रो बहुमूल्य चीजहरू गभर्नमेन्ट अफ वेस्ट बेंगालले सिलगढी लाँदाखेरि तिमी बोल्नु सक्दैनौ? जवाब दिनुपर्छ तिमीले। हामीलाई थाहा छ वेस्ट बेंगाल गभर्नमेन्टले सिलगढीमा एडिसनल डिस्ट्रिक्ट लाइब्रेरी बनाएको छ, जो चाहिँ हाम्रो माथि दार्जिलिङमा चौरस्ताको छेउमा देशबन्धु लाइब्रेरी हुँदाहुँदै, अनि दार्जिलिङमा हाम्रो इडेन हस्पिटल डिस्ट्रिक्ट हस्पिटल हुँदाहुँदै वेस्ट बेंगाल गभर्नमेन्टले तल सिलगढीमा डिस्ट्रिक्ट सदर हस्पिटल बनाएको छ। गर्न चाहेको के हो वेस्ट बेंगाल गभर्नमेन्टले? पहाडको सबै हाम्रो सम्पत्तिहरू आज सिलगढीमा लाने काम गर्दैछ। यति बेला पनि जीटीए किन बोल्न सक्दैन? यसबाट सरासर हुन्छ गभर्नमेन्ट अफ वेस्ट बेंगालको एउटा इम्प्लोइडको रूपमा जीटीएले काम गरिरहेको छ। जीटीएले एउटा उसको बस ममता ब्यानर्जीको अगाडि चुई पनि बोल्न सकेको छैन। यो बडो दुःखको कुरो, यो लस्ट हो, यो जनतालाई नोक्सान हो, हाम्रो जनसाधारणलाई नोक्सान हो। आज यो हाम्रो अफिसहरू सिलगढी जानु, हामीलाई थाहा छ पासपोर्ट अफिस दार्जिलिङमा थियो, त्यो सिलगढीमा सारिएको थियो, अनि केन्द्रको योजना अनुसार आज पोस्ट अफिस दार्जिलिङमा दुःख सुख आएको छ। तर यसरी हाम्रो संसाधनहरू सबै सिलगढी सार्नुको कारण के हो? वेस्ट बेंगाल गभर्नमेन्टले दार्जिलिङलाई खोक्रो बनाउन चाहन्छ। हाम्रो इतिहासहरू, हाम्रो जनताको सुख र सुविधाहरू उनीहरू हटाउन चाहन्छ, अनि हाम्रो मान्छेहरू चाहिँ यहाँबाट पलायन हुन कर लागोस् भन्ने उनीहरूको लक्ष्य हो। यसैले जनताले यो कुरोलाई थाहा गर्नुपर्छ। हाम्रो पक्षमा खडा रहेर जीटीले काम गर्दैछ कि छैन? वेस्ट बेंगाल गभर्नमेन्टले हाम्रो पक्षमा उभिएर काम गर्दैछ कि छैन? यो कुरो जनताले थाहा गर्नुपर्छ। अनि आज यो सरकारले, यो मेन्टालिटी भएको सरकारलाई, गोर्खाहरूलाई घुसपैठी भन्ने टीएमसी सरकारले आज हाम्रो लागि इन्टरलोकेटर नियुक्ति गरेको पनि विरोध गर्दाखेरि, उसले त विरोध गर्यो, ठिक छ, तर दार्जिलिङको कतिवटा पोलिटिकल पार्टीहरू, कतिको नेताहरू, कतिको बुद्धिजीवी भनाउँदाहरू आज खुसी हुँदैछ। त्यो कुरो जनताले नोट गर्नुपर्छ, जनताले थाहा गर्नुपर्छ। आज म एकदमै क्षुब्ध छु, मलाई रिस उठेको छ, किनभने वेस्ट बेंगाल गभर्नमेन्टले हाम्रो सम्पत्ति चाहिँ आज दार्जिलिङदेखि बाहिर लाने काम गर्दैछ। यो सहने लायक कुरा होइन। जीटीए तिमीले के गर्दैछौ? जीटीए तिमीले के गर्दैछौ? तिमीले काम गर्न सक्दैनौ भने जीटीएलाई डिसमेन्टल गर, जीटीएलाई डिजल्भ गर। तर यसरी गभर्नमेन्ट अफ वेस्ट बेंगालको एजेन्ट भएर जनताको भाग खोज्ने काम नगर। यसैले म जनतालाई आह्वान गर्न चाहन्छु, यस्ता कुराहरूको विरोध गर्न सक्नुपर्छ। म कडा शब्दमा निन्दा गर्छु वेस्ट बेंगाल गभर्नमेन्टको यो स्टेप।